मनोकामना मन्दिर प्राय सबैलाई थाहा नै छ। के इच्छाकामना मन्दिरको बारेमा थाहा छ? आज हामी नेपालकै प्रतिष्ठित धार्मिक स्थलहरूमध्ये गोर्खाको मनोकामनाका 7 दिदीबहिनीहरूमध्ये एक इच्छाकामनाको इतिहासबारे छोटो चर्चा गर्छौं। चितवन जिल्लाको उत्तरी पहाडी भागमा फिस्लिङ बजारभन्दा माथि डाँडामा इच्छाकामना देवीको सुन्दर मन्दिर रहेको छ। यो मन्दिर गोर्खाको कफेक डाँडामा पर्ने मनोकामनाको सिधा दक्षिणतिर पर्दछ। मनोकामना र इच्छाकामना दुईटै मन्दिर आमुन्ने सामुन्ने डाँडामा रहेको छ। भक्तहरूको इच्छा पूरा गर्ने मानिएकाले यी देवीलाई इच्छाकामना भनिएको हो। गोर्खाका मनोकामना र गोरखकाली तथा तनहुकी छिम्केश्वरीलाई दिदी बहिनी मान्ने चलन छ। इच्छाकामनालाई पनि किंवदन्तीहरूमा मनोकामनाकी बहिनी भनिएको छ। किंवदन्ती अनुसार एक पटक मनोकामना र इच्छाकामना बीच को ठुलो हो भन्ने विषयमा झगडा परेछ। इच्छाकामनाले मनोकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस् भन्ने श्राप दिइछन्। मनोकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरू नपुग्नु भन्ने श्राप दिइछन्। भएको पनि त्यस्तै देखिन्छ। मनोकामनामा दिनहुँ जसो भक्तहरूको भिड लाग्दछ भने इच्छाकामनामा बिरलै मात्र भक्तहरू पुग्दछन्। कहिलेबाट यहाँ इच्छाकामना देवीको पूजा गर्न थालेको हो यकिन नभए पनि धेरै वर्ष अघि इच्छाकामना देवीको पूजा गाई बाख्रा हराउन थालेपछि गोठालाले भेटेको मूर्तिमा पूजा गर्न सुरु गरे पश्चात गाई बाख्रा हराउन छाडेपछि अन्य गाउँलेले पनि पूजाआजाको सुरुवात गरेको मानिन्छ। गोर्खाको दक्षिणी सिमानाको किल्ला मनोकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला थियो। तसर्थ इच्छाकामनाको स्थापना पनि मकवानपुरे सेनहरूले उत्तरी किल्लाका रूपमा रहेको पहाडको टुप्पामा गराएका हुन्। सम्भवतः पालपाली राजा मुकुन्द सेनले यी देवीको हरेक वर्ष ठुलो पञ्चमीको अवसरमा लाग्ने मेला प्रतिष्ठापन गरेको हुन सक्छ। इच्छाकामनाको मन्दिर तले शैलीको सामान्य दुईवटा छानायुक्त छ। हरियो वन क्षेत्रले घेरेको यो मन्दिर समुद्र सतहबाट 1800 मिटरको उचाइमा अवस्थित रहेको छ। त्यहाँ हरेक वर्ष ठुलो पञ्चमीको अवसरमा ठुलो मेला लाग्ने गर्दछ। गाउँपालिकाले मेलाको दिन सार्वजनिक बिदा समेत दिन थालेको छ।